सो हेलो साथीहरू, तपाईँहरूलाई के छ हालखबर? ठिक छ? अहिले चाहिँ के भन्ने, कुनै पनि स्पिच छैन, स्क्रिप्ट छैन है। मोस्ट अफ द दिस टाइम होइन, मलाई चाहिँ के फिल भइरहेको लोनलीनेस है। र मैले चाहिँ आफूले गरेको कामहरूमा होइन चाहिँ मलाई चाहिँ एकदम घृणा, मतलब कि मैले काम गरेको अनुसारले जस्तो मैले सोचेको र त्यस्तो चाहिँ मैले देखाउनु सकेन होइन। चाहिँ अब मार्केटमा बेच्नुपर्ने क्यापेबिलिटी नै नभए जस्तो चाहिँ मलाई फिल भयो होइन। रियलाइजेसन भयो होइन। जसले मेरो फिल्डमा चाहिँ मैले चाहिँ अब अलि धेरै नै सुधार गर्नुपर्ने छ एज कम्पेयर टु होइन। अब तपाईँ 1 वर्ष 1.5 वर्ष कति वर्ष सिक्नुभएको छ? मैले चाहिँ लगभग 6 महिना जति चाहिँ कुनै ठाउँमा पार्टिकुलर टपिकमा मैले काम सिकेँ। त्यसपछि त्यसमा चाहिँ मलाई चाहिँ पर्फेक्ट छु म भन्ने कुरा चाहिँ लाग्थ्यो। तर आज चाहिँ मलाई चाहिँ लागेन कि, किनभने मैले चाहिँ कतिपय कुराहरू मिस गरेको रहेछु, मैले सिक्न छोडेको रहेछु क्या। म अहिले नयाँ उयसमा छु है, नयाँ जबमा छु र मैले फेरि मलाई रिकल भयो कि मैले ओहो यस्तो। अनि एउटा कुरा चाहिँ मै सोझो हो कि के हो होइन, म सोझो भएर चाहिँ दुःख पाएँ जस्तो पनि लाग्छ मलाई है। म चाहिँ म यार यति सोझो यति उस किन गर्छु यार, म मान्छे अरूको जस्तो फ्याटफुट त होइन, टाठो बाटो किन छैन भन्ने पनि लाग्छ कि मलाई। सो है, मलाई चाहिँ एकदम गिल्ट, मलाई खै के हो, मेरो सानैदेखिको मान्छेमा भएर कि हो है। यो चाहिँ मलाई एकदमै ठुलो योले चाहिँ डाउट भएको छ मलाई। एकदम सेल्फ डाउट भन्ने हुन्छ नि, मान्छेलाई एक्चुअली सेल्फ डाउट भयो भने चाहिँ एकदम राम्रो पनि हो सेल्फ डाउट हुनु कतिपय केसमा। तर मोस्ट अफ द केसमा चाहिँ सेल्फ डाउट भनेको चाहिँ नराम्रो हो कि खासमा है। तपाईँहरू यदि कुनै पनि काममा होइन, तपाईँहरूलाई मैले आफूलाई नै भने होइन, मैले चाहिँ कति धेरै कुराहरू सिक्नुपर्ने अझै छ क्या है। म चाहिँ अब पर्फेक्ट हुन त कोही पनि सक्दैन मलाई थाहा छ है। तर पनि त्यो फिल्डमा चाहिँ त्यसले एक्सपिरियन्स नलेज ग्यादर गरेको छ, उसको 80 वर्षको मिहिनेत छ भने उस चाहिँ लगभग नियर टु अराउन्ड पर्फेक्ट भन्न चाहिँ सकिन्छ, नट पर्फेक्ट है। सो मैले चाहिँ आज एकदमै मलाई यस्तो उस भइरहेको नि, हुनु त मुडमा पनि डिपेन्ड पर्छ होइन। अनि मौसम यता धेरै नै फ्याक्टर हुन्छ। तर मैले चाहिँ मेरो काम म काम गर्ने ठाउँमा चाहिँ मैले चाहिँ एकदमै हुन्छ नि होपलेस भइदिएको कि। अब हुन्छ नि त, अब कतिपय कुराहरू छुट्छ बिर्सिन्छ। र मैले चाहिँ एकदमै धेरै त्यो छोड्ने कोसिस गरिरहेको छु कि त्यसले चाहिँ मलाई चाहिँ बिगारेको हो कि क्या जस्तो लागिरहेको छ। मेरो एउटा नराम्रो बानी थियो कि मैले चाहिँ अबको लगभग एटलिस्ट मैले त्यसलाई छोड्दै जानुपर्छ सम्झिनु भएन त्यो कुरालाई, जसले चाहिँ मेरो दिमागमा चाहिँ एकदमै नराम्रो असर परेको छ कि साथीहरू। मलाई एकदमै है पाउनु भनौँ न होइन, त्यसले चाहिँ हो होइन। मलाई एकदमै धेरै मेरो दिमाग, मेरो माइन्डसेट, मेरो दिमाग सब कुरा बिगारेको त्यसले हो साथीहरू है। अनि यो भिडियो रेकर्ड गर्दा चाहिँ मेरो फ्यामिलीमा पनि आज त म त्यति राम्रोसँग बसेन, बोलेन होइन। अघिपछि चाहिँ अलिक बोल्ने, मलाई करिब एक हप्ता जति भइसक्यो कि मलाई त्यस्तो फिल भयो। अनि फेरि यसो हुन त अब तपाईँहरू कतिको के फिल हुन्छ है। मलाई चाहिँ के फिल भएको छ भने तँलाई मार्केटमा बिग्न छ भने तिनीहरूले ल भनेर अलि गर्न त गर, तर तँले सोच हेर, त्यो चाहिँ मलाई चाहिँ भन्ने चाहिँ लागिरहेको छ। एज होप होइन, त्यो तपाईँहरूलाई हुन्छ कि हुन्न है। यो मैले जुन चाहिँ भिडियो हेरेको छु यो मैले युट्युबमा भ्युजको लागि होइन, यो चाहिँ मैले चाहिँ कम्युनिकेसन चाहिँ बेटर होस् भनेर चाहिँ मैले भिडियो रेकर्ड गरिरहेको छु। सो मैले चाहिँ कतिपय कुराहरू चाहिँ मैले मन खोलेर भन्ने गर्छु होइन। कतिपय कुराहरू मैले मन खोलेर दाबेर भन्ने कोसिस गर्छु होइन। र मेरो चाहिँ अब ल अहिले आजलाई यति नै है, यति नै हो है। यो बानी पनि अलि राम्रो भन्ने कि के भन्ने ठिकै छ ल है त साथीहरू।
ल बाई।